रहेछ है यसरी बस्दा रहेछ पट्ट्याउ मलाई आज बल्ल थाहा भयो काला काला यस्तो हुन्छ साथीहरु पट्ट्याउ पेटहरु हेर्ने पेट स्याहार्छ कस्तो राम्रो पोटिलो पेटिलो तिम्रो तिनटा मात्र हो कति छिटो हिँड्छ हौ यो बाहेर त त्यस्तोमा पनि आमा लड्यो भने त चिला सबैले च्याउ भेटिसक्यो रे त्यो पनि खोज्न खोजिरहेको त्यसले असम भेटेकै छैन हेलो साथीहरु वेलकम टु द सुपर भ्लग हजुरहरुलाई मेरो नयाँ छोटो मिठो भिडियोमा स्वागत गर्न चाहन्छु आज देखिराख्नु भएको छ पछाडी हजुरहरुले हेरेर हैन जंगलमा आएको छु म मात्रै हैन मेरो दिदी हुनुहुन्छ दिदीले हेलो गरिराख्नु भएको छ दिदीले साथी पनि ल्याउनु भएको रहेछ मेरो बहिनी त्यहाँ माइजी हेलो जंगल आउनु भयो अनि मेरो त्यहाँ बहिनी आइराखेको छ काली बहिनी मेरो फुपू पनि आउँदै हुनुहुन्छ तलबाट गर्मी छ साथीहरु आज हामी च्याउ पट्ट्याउ भन्ने च्याउ खोज्न आएको छु मैले पनि आफ्नो चिन्दिनँ तै पनि आज चाहिँ घर बस्दा बस्दा बोर लागिन्छ नि त त्यही भएर आज यसो हिँड्दै हिँड्दै आएकी छु जंगलमा च्याउ कति भेट्छ थाहा छैन हाम्रो दिदीहरुले चाहिँ अस्ति नै खाँदै पनि हुनुहुन्छ अरे बेच्दै पनि हुनुहुन्छ अरे 5000 को बेच्नु भएन दिदी 5000 को बेच्नु भएन 5000 को च्याउ बेच्नु भयो अरे त्यही भएर हामी पनि यस्तो खोजिदिउँ न त खाइदिउँ भनेर टेस्ट गर्नको लागि हिँडियो अब हामी त माथि चाहिँ जान्छ मलाई सायद हामी त्यो तलबाट आएको चल्न थालेछ अब हेलो भाउजू अनि एक मालान कति पठाइदिनु नि भाउजू त्यो के रे उतातिर आउँछ सँग हेरिराखेको छु यतातिर के भन्छ उता के भन्छ कस्तरी बसेको नि पत्यो हाम्रो साथी छ त्यहाँ हाम्रो डन केही पर्यो भने त्यसले हामीलाई बचाउँछ अबिनालाई हेर्न आएको हो अबिनाको लागि आयो कुकुर तिमीसँगै हिँड्दा त फेरि बाई बाई हिँड्दा भाइरल यो हाम्रो न्यू रोडमा आइपुग्यो हामीहरू यहाँबाट बैंक के भन्थ्यो ओकर जान्छ झन्डै ब्याङ्किङ जान्छ न लाग्यो हाम्रो दिदीको पसिनाले हालत खराब यता यतै जानुभयो उनीहरू पनि कति घन्टा जति खोज्छ होला हामीले अब त्यत्रो खोज्नुपर्छ आबी झोला भरेर बस्दैन के आलुसँग मिक्स गर्ने मलाई एक मुठी भए पनि पुग्छ अबिना कैसा लग रहा है प्रवीणा की बहन चल चल लग रहा है ओ त्यता चाहिँ कस्तो राम्रो न्यू देखिरहेको रोड यो कुहीले पनि कति तर्साउँछ यार मलाई म कहाँ छोड्न मैले जाऊँ भनेर उसले जानु ला हामीले कम्तीमा नि 5 मिटर पर आइसक्यो होला है 5 किलोमिटर आया हजुरले त भेटाउनु हुन्छ ल हामी बहिनीले चाहिँ 5 मुठी कि अझ 5वटा होला कि बहिनी र मैले चाहिँ है मलाई यस्तो देखेपछि डर लाग्छ कि सबभन्दा धेरै किनकि मलाई यस्तो चिहान जस्तो लाग्छ कि यो त झन् त्यही त्यही हिँड्दा ए त्यो कोठामा ए रक्सन ताक पनि अस्ति त्यही फाल्यो होला रक्सन ताक ससुरालाई
त्यो मर्दाखेरि त हामी आएको हो मर्ने दिनै खोज्न मर्ने दिनै खोज्न आउनु भा मैले भूत फिल्म धेरै हेर्थेँ कि पहिला त्यही भएर जङ्गल हिँड्ने बित्तिकै मलाई भूत हुन्छ कि जस्तो लाग्छ भने खिच्रिक्क लाएर यस्तो आउँछ च्याउ खोज्नु त आयो तर त्यस्तो डाँडामा आयो भेट्छ भेट्दैन हामी यतै होला म यतातिर फर्स्ट टाइम जाँदैछु यता फर्स्ट टाइम गएर यतातिर ऊ त्यो रोड उतासम्म चाहिँ आएको छु पहिला पनि हो त्यति टाढाबाट बहनी कैसा लग रहा है बहुत अच्छा चिला सबैले च्याउ भेटिसक्यो अरे त्यो पनि खोज्न खोजिरहेको त्यसले असम भेटेकै छैन त खोजिरहनु भएको छु उहाँहरू मैले एउटा पनि भेटेको छैन यति सफा छ तर पनि देखेको छैन चुप लाग मैले कति खोजेर आँखा घुमाइरह रिङ्गते लाग्ने गरी ऊ माइजीले भेट्नु भयो अरे ठाउँ नि कस्तो डर लाग्दो कि साथीहरू नि यस्तो डाँडामा बसिरहेको छ यस्तो तलतिर जानु खोल्सको रहेछ चप्पल पनि पुरानो लगाएर आएको छिउनु ढुङ्गा हिँड्न पनि डरै लाग्दो ढुङ्गा झऱ्यो भने उनीहरूलाई भेट्छ भनेर एउटा निस्किदिएपछि खन्ने होइन त्यसमा देखेकै छैन म त लड्छु क्या हो यार एउटा एउटा भेट्दै पनि मजा आउँथ्यो नि डरै लाग्यो भाइहरू आएछ आया आऊ बहिनी मैले कति धेरै पट्ट्याउ भेटेको कहाँ भेट्या हेर्नु त कति धेरै पट्ट्याउ लिएर आइनेले के भाइ देखाउ त झुन्डाए वाउ मैले यसको आधी भेटे पनि हुन्छ खै यस्तो हुन्छ साथीहरू पट्ट्याउ कस्तो राम्रो पोटिलो पोटिलो भेटेको कत्रो कत्रो डल्ला कस्तो राम्रो पोटिलो पेटिलो तिम्रो तिनवटा मात्रै हो डर लाग्यो तिमीहरूलाई हामी चाहिँ त्यत्रो हिँड्दाखेरि पनि डराइ डराइ हिँड्दा कत्रो कत्रो भेटाएको साथीहरू मैले अहिलेसम्म एउटा नि भेटेको छैन देख्यो हो लिएर गइसक्यो हजुरले हेर्छु भन्नु भएको थिएन गइसक्यो भाइ त आमामा कति छिटो गएको थियो त यस्तो मन दौडेर कति छिटो हिँड्छ हौ यो भाइहरू त त्यस्तोमा पनि आमा लड्यो भने त खतरा हिँड्छ हौ भाइहरू त गयो उनीहरू म झन् हिँड्दैन रिङ त लाग्छ पसिना यस्तरी बिजुरा चिस के लोको पार्दै रहेको नि यसले पत्याउ भेटन ए बाहिर बन्ने ए अरेस है यसरी बस्दा रहेछ पत्याउ मलाई आज बल्ल थाहा भयो ओरे यहाँ पनि छ पत्याउ लिम यो भिन्डन को नालेर हेर्नु मन न भेट्नु खनेर ओरी बुढी भेट्ने अरेस त है मैले त तर एउटा मात्रै भेटेको छैन खनेर हेर्नु मन अब म पत्याउ चिन्छु मैले पत्याउमा अब भेट्छु सबभन्दा धेरै त्यो बहिनी पनि लजाउती लजाउती यस्तोमा हुँदो रहेछ कि मैले
मैले त यहाँको मामाले देखेको बहिनी कता गयो मेरो बहिनी मैले एउटा टिप्योस् यी काला काला मकै बारी दर्याम दर्याम भनेर अब कसरी खोज्दियो कि भेट्दैन च्याउ भेटेन माइजू कति भेट्नु भयो माइजू माइजूले थोरै भए पनि भेटाउनु भएछ हामीले त केही भेटाएन कोही ऊ तल हिँड्दा कोही कता हिँड्दा के छ झन् यस्तो कमिलाले कि यस्तोले तोक्दा मार्न नलागिसक्यो यस्तोले तोक्दा है आथा गोच्यो कताबाट जाने हो हामी अब यस्तो झरेर फेरि यस्तो चढ्नु पर्छ अब यसमा एक मुठी भेटेको भए एकचोटि चिप्ल्यो भने चिप्लो यहाँ यस्तो बाटो कोही त ऊ तल ऊ त्यो दुईजना फेरि राम्रो बाटो गएर रहेछ कि अब यस्तो गरी अब झन्डेर बसेँ कस्तो बाटोमा आइसक्यो अब त्यहाँ रेलगिर धन्नै समाएको छ ऊ त्यो धन्नै समाएको मैले यसलाई माइज आउँछ बिस्तारै म मर्न लाग्यो यस्तो च्याउ यसरी हिँडेको अनुसार च्याउ भेट्यो भने पनि खुसी लाग्छ कि यस्तो फैलाइ हेर्दा पनि च्याउ भेट्दैन अन्तरिक्ष मात्रै उठ्ने के त्यहाँ बस्यो मान्छे चाहिँ च्याउ त पनि भेट्यो होइन मम्मीले जानु पर्दैन भन्नुभएको थियो के छ च्याउ भेटिरहेछ नि जङ्गल भिजिट गर्न रमाइलो लागिरह तिम्रो इच्छा हो नि त च्याउ खोज्नु नि अबे हामी निस्की बिचारा अर्काले बनाएको बस नगर्न अर्काले बनाएको र यस्तो पापी छ कि पछि फेरि यो च्याउ खोज्न पनि भेट्दैन है यो घरहरू होइन जस्तो कि हामी यस्तो हामीलाई च्याउ खोज्न जानुपर्छ हामीलाई च्याउ पनि भट्काएर के हुन्छ मान्छेले आपी यसले रेली कुरालाई कुल्चेर गयो आज डल्लो भएछ सरी यो यस्तै छ कि तिमीहरूलाई हिँडेको देख्न सक्दैन यसले ठाउँ चाहिँ कति राम्रो सर माइजू छिटो आउनु किन एक्लै बस्नु भा त पालो उठाउन नसकेन ठाउँ चाहिँ कति राम्रो ढुङ्गा रहेछ अघि हामी त्यो रोडबाट आएको अब यहाँबाट कसरी जाने
बहिनी कसरी जाने अब यस्तरी बसिरा पेटहरू हेर्ने पेट स्याहार्छ म त रिङ मात्रै लागिसक्यो नि त ओके ए म त मर्छ यहाँबाट त त्यहाँबाट जाने यो जाम रे यहाँबाट जानु आफै सकेर थिएँ यस्तो यस्तो हो कि तिमी त उनी हो चरा सुपरम्यान उड्दै होइन माइजू गुड्दै ए हामी त केराबारी पुग्नुलाई क्या हो बल्ल भेट्यो त्यो पनि दिदीले भेटाइदिनु भएको च्याउ अन्त ए यहाँ रहेछ कि यहाँ रहेछ यसरी खन्नु पर्दा रहेछ कि यसरी बस्यो हुँदो रहेछ कि कस्तो राम्रो खोइ त मैले त खनेर भेटाउँदैन टिप्या बहिनी वाउ मेरो बहिनीले भेटेछ मैले त भेटायो रे ओ वाउ मैले यसमा भेटायो यसरी खोज्नु पर्दो रहेछ कि छे किरा पनि भेटाइरहेको छ यस्तोमा पनि भइदियो हुन्थ्यो नि म खुत्रा मजाले लिन्थेँ नि त्यसले पाएँ अरे कि पाएँ खै देखाउ त ल खाना पाक्यो तिम्रो बेलुकाको लागि मलाई त दिदीले देखाइदिनु भएको थियो मान्छे क्या दिदी च्याउ हेर्ने च्याउ ओ च्याउ कहाँ गयो कता पखायो पनि यता टिप्न यो चाहिँ फुटेको रहेछ है छिप्यो होला अझै होइन रहेछ कि मेरो यहाँ घाउ भयो जस्तो छ मेरो यहाँ के भएको र छैन रतन भएन अनि कस्तो कोतारेको थियो क्या मैले ए च्याउ भनेर तिमीलाई पनि नभनिकन आएको जरा पो रहेछ लोभ लागेर आफै टिप्न आएको थिएँ साथीहरू हालत खराब भइरह त टिकटक बनाउँदैन थियो ए पिछपर जाने ठाउँ रहेछ दिदीहरू त्यता तिरिरहनु भएको छ उहाँहरूलाई कति जोस जागराउँछ हामी चाहिँ मऱ्यो देखाउँ त स्टेसको हालत त्यस्तो भएर अहिले त रात पिरो भएछ रातो यति भेटायो यो पनि आधी दिदीले दिनुभएको यो टिपा भन्दै दिदीले छोडिदिनु भएको आधी चाहिँ मैले भेटेको एक मुठी आधी चाहिँ बहिनीले भेटायो म त मरेँ म त ढले पछाडिको ब्याक साइड हेर्छ भन्छ ब्याक साइड एकदमै राम्रो छ गाडी आइरहेको छ त्यहाँबाट देखाउन गाडी मलाई यो जिन्दगीले चोट दियो कहिले चोट दियो कहिले चोट आफ्नै भानी
गाइस यस्तो राम्रो ठाउँ बनेको छ अहिले यहाँ यति राम्रो ठाउँ बनेको छ के भन्नु के खतरै राम्रो ब्ल्याक रोड छ हैन दामी ठाउँ छ दामी अगाडि जा हजार म त घर जान्छु घरकै भन्नु न उतादेखि बोल्छ नि त दिदी आउँदैन पो हजुर टाढै जान लाग्छ दिदीहरु चाहिँ उतै हुनुहुन्छ हाम्रो प्यारा प्यारा दिदीहरु कमला दिदी गए म त हजुर दारिङमा जाने भने हैन नजानी भन्नु न दारिङमा जान लाग्यो भने त नजानी भन्नु न साथीहरु हजुर देख्न सक्नुहुन्छ यहाँबाट यस्तो दामी भ्यू देखिन्छ बहिनी जुम गर्दै खा त दामी भ्यू देखिन्छ दामी आइज पुग्नु यो चाहिँ महेन्द्र किरण स्कुल हो साथीहरु आफै कस्तो देखेर मदन केरा जस्तो देखेछ मदन केरा जस्तो देखेछ जङ्गलमा हालत बेहाल भइसकेको छ यसरी बसेको छौँ हामी दुईटा चाहिँ यसरी मेरो झन् कुकुरले केही त्यो कुकुरले नआएर कुकुर के कहाँ गयो कुकुर नआएर थियो अनि रोड क्रस गर्ने बाटो क्रस गर्ने बेलामा उकाल चढ्ने बेलामा मेरो मसँग ठोकेछ हिलै लागेछ यहाँ अलिक नुहाउनु पर्ने हुन्छ यहाँ बसिराखेको छ बहिनी जान यहाँ त्यो सिधा घर पुग्छ नजाने त्यो खोज्दै नै हुनुहुन्छ तल बाइकहरु हिँड्दैछ अटोहरु हिँड्दैछ साथै हो त हाम्रो घर चाहिँ ऊ त्यहाँनिर हो हामी त्यहाँदेखि यति टाढा आएछौँ त्यही हो त्यही कुन बाटो झर्ने होला ए ऊ त्यो टावरदेखि त्यो टावरदेखि जाने बहिनी तिमीले सल्ले च्याउ भेटा हो कहाँनिर बेटा हाम्रो बहिनीले चाहिँ सल्ले च्याउ भेटेछ सल्लाह गर्दा थियो क्या तिमी निश्चित साथीहरू सल्ले च्याउ पनि उम्रिसकेको छ अब सल्ले च्याउ चाहिँ खोज्न आउँछ पत्ते त जिन्दगी आउँदैन घुरेर हेर्नुपर्छ है घुरेर हेरेर पनि देख्नुपर्ने चाहिँ हामीले अर्ग्यानिक पिङ भेटायो साथीहरू तल रोड छ जसरी नि सास आओस् है ल बहिनी रमाइलो छ हाम्रो देउको डाँडामा पिङ छ खेल्न आउनु होला एकदम अर्ग्यानिक चुडिन्छ कि भनेर छैन चुडी जान्छ है त यो ल्याएर हान्यो भने चाहिँ मर्यो ओ दसैँ आयो तल पनि छ कि कस्तो राम्रो त्यो कुन हो घाँस त्यस्तै हो इन्जोय साथीहरू इन्जोय अनि त्यस्तो भन्दा भने तन्जु झर्दा भयो मेरो दिदी चाहिँ यहाँ रुखमा चढ्नु भइरहेछ बादर नि जस्तो अब त कसरी झर्छ अब कसरी
सुल्केर झर्नु सुल्केर त्यो जसरी लुगा फोहोर भइसक्यो सुल्केर झर्नु दुईटा सो साथीहरू हामी दुईजना चाहिँ हामी तीनजना त्यहाँबाट झर्दैछ अर्को रानी हामी तीनजना चाहिँ घर फर्केको हामीले च्याउ पनि भेटेन हामीलाई अल्छी पनि लाग्यो अझै साथीहरूको अहिले हाल त्यस्तो भयो झन् यसले मलाई कस्तो रुखबाट झार्यो कि चरा चरा मलाई यताबाट जस्तो लाग्यो त्यहाँबाट पनि झर्न मिल्छ कि अब हिँड्नु औ अब खोज्दै हिँड्नु न बाटो कुकुरले झर्नै सकेन उफ्रिएर आउने नि केटा मान्छे भेट्दो रहेछ केटा मान्छे केटा कुकुर आफूले बल्ल बल्ल निस्किरहेको छु जो मैले हामी हेऱ्यो भने माया लागेर बस्छ झन् छिटो छिटो आउँदैन हामीहरू चाहिँ घर फर्केको अब दिदीहरू चाहिँ अझै खोजेर आउनुहुन्छ अरे उहाँहरूलाई पुगिआएन अरे हामीलाई त थोरै भए पनि पुग्छ हाम्रो परिवार पनि थोरै यहीँ अनि सँगै जाम भनेको अझै उनीहरूले अझै 2 घन्टा मतलब 2 घन्टा अझै खोज्नुपर्छ अरे त्यत्रो खोज्दा म त सत्तै हराउँछ भनेर ल हामी चाहिँ घर फर्कियो दिदीहरू बसिहाल्नु भयो के अरे अब हामी घर पनि पुग्न लागिसक्यो साथीहरू माटो यस्तो हिलो हिलो मलाई ज्यान पनि चिलाएर के चिलाएको हामी तीनजना चाहिँ घर फर्केको 3 जना बस्यो है 3 जना बस्यो हामी 3 जना घर फर्क्यौँ यस्तो बाटो मुटु दुख्यो चिसो भएर पसिना लुगा भिजिहाल्यो राम सन्जाउ बाई राम्रो सन्जाउला हाम्रो बाटो यता हाम्रो बहिनीको बाटो उता हामी तिमी त हामीभन्दा अगाडि पुग्छ है सुन्दैन बाहिर भयो भने त साथीहरू सिमसिम पानी परिसकेको छ हजुरहरूले देख्न सक्नुहुन्छ पानी झरिसकेको छ अब के गर्नु राम्रो फोन भए भए देखिन्थ्यो फोन राम्रो छैन त्यही भएर हजुरहरूले देख्नुहुन्न कि त्यही पनि मैले भनेकोमा विश्वास गरिदिनु र पानी परिसकेको छ हजुर देख्न सक्नुहुन्छ यसरी पानी हातमा लाग्दैन मेरो सँगै जामै मलाई डर लाग्छ यसले लुगाहरूमा पानी लागिसक्यो आज बेसी थका लाग्यो पाउँछ भनेर रातो गरेर आएको पाएन साथीहरू अब हामी पनि देख्न सक्नुहुन्छ घर बाटोमा पुग्न लागिसक्यो हाम्रो घर अब त्यही हो सो साथीहरू सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट माया अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र अझै भिडियो टिकेमा राख्दै राख्न चाहने हस् नमस्ते बाई बाई सो साथीहरू पानी परिराखेको छ यसरी रुचिराखेको छु सो नेक्स्ट भागमा भेट हुनेछ है त बाई बाई